सबैलाई नमस्ते नमस्कार भन्दै आज म +2 को ग्रामर सेक्शन को सेकेन्ड टपिक अनुसार कन्कर्ड सब्जेक्ट भर्ब र एग्रिमेन्ट अन्तर्गत को टपिक लिएर उपस्थित भइसकेको छु र आज हामी चाहिँ यो कन्कर्ड सब्जेक्ट भर्ब र एग्रिमेन्ट टपिकमा चाहिँ हल्का ग्रामर बेसको इक्जामिनेसनको लागि विशेष इक्जामिनेसनकै लागि चाहिँ म यो भिडियो बनाउन गइरहेको छु कि तपाईहरुलाई चाहिँ इक्जाममा सजिलो होस्, इक्जामभन्दा अगाडि चाहिँ कमसेकम बुझ्न सकोस् र इक्जाममा गएर ग्रामरबाट राम्रो मार्क उठाउन सकोस् भनेर मात्र चाहिँ म यो टपिकहरुमा भिडियो बनाउन गइरहेको छु। सबैजनाले चाहिँ हेरिदिनु होला, लाइक र सब्स्क्राइब पनि गरिदिनु होला भन्ने आशा राखेको छु र अब चाहिँ टपिकतिर चाहिँ बढ्न गइरहेको छु। जस्तै सबभन्दा पहिले टपिकको नाम छ कन्कर्ड। कन्कर्डको मतलब हुन्छ एग्री। एग्री भनेको चाहिँ जो कुन कामसँग कुन चीज मिल्ने खालको हुन्छ त त्यसलाई कन्कर्ड भनिन्छ। त्यसपछि सब्जेक्ट भर्ब र एग्रिमेन्ट। सब्जेक्ट भनेको कर्ता डुअर, जसको द्वारा कुनै काम गरिन्छ भने त्यो सब्जेक्ट हो। भर्ब भनेको चाहिँ काम देखाउने काम गर्छ। एग्रिमेन्ट भनेको काम कसरी भयो भन्ने कुराको जानकारी गराउने काम चाहिँ गर्छ। कुन काम भयो भन्ने कुराको जानकारी गराउँछ। जस्तै राम इज इटिङ राइस, त यहाँ सब्जेक्ट के छ? राम छ। रामसँग जुन इज लाग्यो नि त्यो इज चाहिँ एक्जुलरी भर्ब हो। एक्जुलरी भर्बको बी भर्ब। त्यो पछाडिको मेन भर्ब हुन्छ त इटिङ छ। राम इज इटिङ भनेको छु नि मैले, त इटिङ जसको त्यो भर्ब छ। कुन काम गरेको छ? रामले इटिङ गरेको छ। त इटिङ भनेको काम छ। इटिङ भनेको खाने काम गरेको छ। त खाने काम गरेको छ भने के खाने काम गरेको छ? तर मैले राइस भनेको छु, त्यो राइस के भइसक्यो? एग्रिमेन्ट भइसक्यो है त। ल त्यही अन्तर्गतमा यहाँ अब चाहिँ हेरौँ द प्रिन्सिपल एलोङ विथ एक्सपर्ट्स। त द प्रिन्सिपल छ यहाँ। द प्रिन्सिपल त सिङ्गुलर छ। यो सिङ्गुलर छ भने यो चाहिँ सिचुएसनमा हेर यो पास्ट देखाउने काम गरिरहेको छ। त्यही भएर चाहिँ यहाँ के लाग्ने काम गर्छ? वाज लाग्ने काम चाहिँ गर्छ। त द प्रिन्सिपल एलोङ विथ एक्सपर्ट वाज प्रेजेन्ट इन द मिटिङ है त। वान अफ द बोइज। यहाँ बोइज हेर्ने बित्तिकै विद्यार्थी भाइ बहिनीहरू कन्फ्युज हुन जान्छ। यहाँ बोइज यहाँ यो हेर्नु हुँदैन। सेन्टेन्स सुरुवातीमा के भनिरहेको छ? वान अफ द। वान अफ द भनेको एउटा मात्रै। एकजनासँग जहिले पनि कन्टिन्युअसमा छ, स्टिल वर्किङ। त कन्टिन्युअसमा छ भने सब्जेक्ट प्लस इजेएमआर प्लस बिफोर प्रेजेन्ट कन्टिन्युअस। त यहाँ चाहिँ के लाग्छ? इज लाग्ने काम चाहिँ गर्छ है त। यहाँ के लाग्छ? इज लाग्छ। त्यसपछि नम्बर यहाँ 3 मा जाउँ। ही एन्ड आई। जो ही एन्ड आई हुने बित्तिकै दुईजना भयो। ही र आई भयो भने योसँग के लाग्छ? इज आर हेज बाट चाहिँ आर लाग्छ है त, किनकि यहाँ दुईजना भएको छ हो। त प्लुरलसँग के लाग्छ? आर लाग्ने काम चाहिँ गर्छ। वी अल गेट वेट इन द रेन बिकज अस ह्याड रेनकोट। यदि रेनकोट भएको भए त पक्कै भिज्नेवाला त थिएन, नभिज्नु पर्ने। तर यहाँ भनेको छ भिजेको छ। त भिजेको छ। वी अल गेट वेट इन द रेन बिकज नन अफ अस हैज रेनकोट। हामी मध्ये कसैसँग पनि रेनकोट नभएको कारणले गर्दाखेरि हामी के भएको छौँ? यहाँ भिज्ने काम भएको छ है त। यहाँ वी अल भनेको हामी सबैले भिज्ने काम किन भएको छ? किनकि हाम्रो ग्रुपमा जेजना रहेको थियो नि उनीहरूमध्ये कसैसँग पनि रेनकोट रहेको चाहिँ थिएन। त्यही भएर नन अफ चाहिँ नन यहाँ छ र अफ यहाँ छ, त नन अफ हुन्छ है त। आइदर मनोज, न त मनोज और हिज प्यारेन्ट्स। न त मनोज र न उसको चाहिँ प्यारेन्ट्स सपोर्टेड द विनर्स हो। त यहाँ चाहिँ के हुन्छ? युज एप्रोप्रिएट फर्म अफ ह्याभ इन द ब्ल्याङ्क्स। त ह्याभ भर्बको चाहिँ ह्याज, ह्याभ र ह्याड हुन्छ। तर यहाँ चाहिँ के छ भन्दाखेरि सपोर्टेड। सपोर्ट भनेको भित्री छ। त भित्रीमा के हेज ह्याभ लाग्छ। त यहाँ त प्यारेन्ट्स छ नि, त प्यारेन्ट्स छ त प्लुरल छ। त प्लुरलसँग चाहिँ के लगाउनु पर्ने हुन्छ? ह्याभ लगाउनु पर्ने हुन्छ। त्यही भएर यहाँ चाहिँ के लाग्छ? ह्याभ लाग्ने काम। ह्याभको सेम। ह्याभको चाहिँ भर्ब के हुन्छ भन्दाखेरि ह्याभ भर्ब अन्तर्गतमा ह्याज, ह्याभ र ह्याड पर्छ है त। जब ह्याज, ह्याभ र ह्याड पर्छ भने यो सब्जेक्ट अनुसार हामीले गर्नु। त यहाँ सबैले हेर्नुहोस् यहाँ के छ? प्यारेन्ट्स। प्यारेन्ट्स रहेको छ त यहाँ प्लुरल छ। त्यही भएर चाहिँ यहाँ
ह्याज ह्याभ प्लस भी3 यहाँ सपोर्टेड पनि छ त हामीलाई सपोर्ट के गर्छ भन्दाखेरि ह्याज ह्याभ प्लस भी3 त ह्याभ लाग्छ है त प्लससँग ह्याभ लाग्छ नाइदर द ट्र्याक सुट नोर द पाइजामाज फिट मी पुरा गर्नु द भर्ब्स इन द ब्ल्याङ्क्स यो भर्बको चाहिँ करेक्ट फर्म त फिटको चाहिँ फिटै हुन्छ किनकि चाहिँ न त ट्र्याक सुट न त चाहिँ पाइजामामध्ये कुनै फिट भएको छ त फिट जहिले पनि फिटै हुन्छ है त ल त्यसपछि हामी चाहिँ जान्छौँ नम्बर 7 मा द हर्ड अफ डियर द हर्ड अफ डियर छ भनेको चाहिँ यो चाहिँ हर्ड अफ डियर भनेको चाहिँ नाउन अन्तर्गतमा चाहिँ पढ्नु भएको होला यो चाहिँ कुन नाउनमा लाग्छ कलेक्टिभ नाउन त डियरको हर्ड भनेको चाहिँ एउटा भिड जमघट तर डियर सिंगुलर भए पनि डियरको त प्लुरल डियर नै हुन्छ तर यहाँ डियर छ भने त चाहिँ सिंगुलर छ भनेर बुझ्नुपर्ने हुन्छ है त अनि सिंगुलर छ भने त्यसमा सब्जेक्ट प्लस V1 और V5 प्लस सब्जेक्ट त यहाँ डियर सब्जेक्ट छ भने त डियर सिंगुलरै मान्नुपर्ने हुन्छ किनकि सिंगुलरमा पनि डियर प्लुरलमा पनि डियर हुन्छ त डियरको चाहिँ सिंगुलर भए पनि चाहिँ यहाँ डियर भएपछि सिंगुलरै मान्नुपर्ने हुन्छ मान्नुपर्दाखेरि यहाँ चाहिँ के हुन्छ रन्स सिंगुलरसँग चाहिँ रन्स V5 लगाउने काम चाहिँ गरिन्छ सिंगुलर सब्जेक्टमा सिंगुलर भर्ब र प्लुरल सब्जेक्टमा चाहिँ प्लुरल भर्ब लाग्छ त रन्स भनेको द गुड छ भनेको सिंगुलर भइसक्यो यहाँ V5 छ भने प्लुरल होला भनेर नसोच्नु होला है त त्यसपछि अब चाहिँ यो कन्कर्ड सब्जेक्ट भर्ब र एग्रिमेन्ट अन्तर्गतको लास्ट क्वेसन रहेको छ यहाँ द मास्टर एलोङ विथ 3 सर्भेन्ट्स त यहाँ द मास्टर त सिंगुलर रहेको छ त सिंगुलर रहेको छ भने यहाँ चाहिँ इज लाग्छ है त इजिएमआर प्लस V4 यहाँ V4 रहेको छ नि त इजिएमआर प्लस V4 त द मास्टर सिंगुलर छ त्यही भएर यहाँ चाहिँ के लगाउनु पर्ने हुन्छ इज लगाउनु पर्ने चाहिँ हुन्छ त्यसपछि आज हामी हल्का चाहिँ प्रिपोजिसनको पनि चाहिँ हल्का जानकारी लिन्छौँ दिज लिडर्स ह्याभ ग्रेट रिस्पेक्ट फर द एकाडेमिक्स अफ द country यहाँ फोर लाग्छ है त यहाँ छ फोर I do not in fact know who she is starting at यहाँ के हुन्छ एट लाग्ने काम चाहिँ गर्छ है त त्यसपछि नम्बर 3 मा हेर्नुस् द कल्पिट कम छ कल्पिट कम भनेको चाहिँ आउट अफ हुन्छ है त त्यसपछि यहाँ हिज आर्गुमेन्ट्स आर नट बेस्ड अन ट्रुथ सत्यतामा चाहिँ उसको आर्गुमेन्ट चाहिँ बेस गरेको छैन है त सी इज सस्पेक्टेड अफ स्टिलिङ मनी आई एम नट इन्ट्रेस्टेड इन बाइङ अ न्यू कार भनेको बाइङ अ न्यू कारमा चाहिँ म चाहिँ के छु भन्दाखेरि इन्ट्रेस्टेड चाहिँ छैन उत्सुक चाहिँ छैन भनेर बुझ्नुपर्ने हुन्छ all of the celebrations and parties were called off because of the tragic accident है त आजको लागि यति भन्दै म चाहिँ भिडियो बन्द गर्न चाहन्छु है त यतिकैमा अब अर्को टपिकको लागि हामी थर्ड पार्ट चाहिँ हेर्छौँ ल हस् धन्यवाद